सरकारको कुनै लगानी खासै छैन नि त कि अब अहिले आएर मन्त्रीलाई देखाउने स्थिति भइसक्यो यहाँ मन्त्रीले अनुगमन गर्ने भइसक्यो भनेपछि गाउँरे टोलका किसानहरूलाई चाहिँ मान्नुपर्छ सलाम गर्नुपर्छ क्या यसले गर्दा चुलाचुलीलाई चिनाएको छ अहिले बाहिर। आज मिति 2082 साल जेठ 5 गतेका दिन हाम्रो कोशी प्रदेशका अर्थमन्त्री माननीय राम मगर साथै वडा अध्यक्ष स्थानीय जनप्रतिनिधिहरू र प्रदेशका सचिव सहितका पाहुनाहरू हाम्रो गाउँ लाउरे टोलमा लिची अवलोकन गर्दै आउनुभएको छ। अनि आजको दिन कस्तो हुन्छ अवलोकन हेर्नको निम्ति हाम्रो साथमा जोडिनुहोला। सबैजना लिची बोकेर कोसेली बोकेर जानुहुँदैछ, उहाँलाई कोसेली लग्दै हेर्दै जानुहुँदैछ। म पनि जाँदैछु, त्यही अघि लिची लगेर जाइसक्नु भयो, अब म जाँदैछु हेर्नु। यो सबै गाडीहरू चाहिँ उता अर्थमन्त्री जी आउनुभएको सबै गाडीहरू त्यताबाट आएको हो। आउनुभएको पाहुना साथै अर्थमन्त्रीज्यूहरू सबैलाई स्वागत कार्यक्रम चाहिँ अघि नै भइसकेको रहेछ मामाहरूको घरमा। अलिकति ढिलो चाहिँ भएछ म आउनु चाहिँ, अघि नै स्वागत कार्यक्रम अनि अर्थमन्त्रीज्यूहरूलाई चाहिँ लिचीहरू दिइसक्नु भएको रहेछ। अब भने चाहिँ हामी लिची बगान अवलोकन गर्दै घुम्दै जानेछौँ। यहाँ लिचीको बगैँचाको बीचमा चाहिँ फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। यहाँ मामाहरूको ठुलो बगैँचामा सबैजना मिलेर फोटोहरू खिच्ने अनि घुमघाम गर्ने भइरहेको छ। अलिकति ड्रोनको आवश्यक डिस्टर्ब चाहिँ होला, प्लिज डोन्ट माइन्ड माइन्ड चाहिँ नगर्नु होला है। फुलिसकेर
जब दाना लागिसक्यो नि पाक्ने पनि बेलामा त्यस्तो पानी दिनु पर्यो क्या यो चाहिँ मजुरी पानी अरूभन्दा छिटो पाक्ने हुँदाखेरि अब यो पाक्दा चाहिँ अरू पनि पाकिरहेको हुन्छ क्या त्यसले मन्त्रीजीले कम्पिटिसनमा त्यसो भए अलि अमिलो मैले अब यो सबै यो लिची चाहिँ पहिला नै विशालदेखि सानो कतैदेखि यो ठाउँमा लिची हुन्छ भन्ने कुरा चाहिँ अनुसन्धान गरेर मैले यो तपाईँको 45-46 सालसम्ममा 2-3 पल्ट माटो जताइसकेको छु माटो जाँच पहिले गरिसकेको र माटो जाँच गर्दा गोरु गाई जस्तोलाई त्यो सुँगुरमा बाँध्न पनि राम्रो हुँदो रहेछ त्यस्तो खेतमा बाँध्दा नि सुन्तलाको पनि त्यतै बाँध्दो रहेछ हुँदैन होइन हेर्दाखेरि चाहिँ एकदम हिसाब गरेर रोपे जस्तो देखिन्छ नि होइन पर्याप्त छ नि लिची बगान यतातिर चाहिँ एकदमै बगानमा धेर भएको अर्कै घरभित्र कोठामा धेर भएको अर्कै हाम्रो गाउँबाट चाहिँ दमकको भ्यू टावर पनि देखिन्छ हेर्न सक्नुहुन्छ सुन्दर राम्रो दृश्य देखिन्छ यो चाहिँ यो वर्ष कम भएको यो अझ कम भएको अब मन्त्रीज्यूले भनिहाल्नु भएन अन्त ठाउँ पनि यस्तो छ तर आज यतिमै गरौँ सबै ठाउँ यस्तै सम्झिनु यो त एकजनाको मात्रै बगान हेरियो भन्ने एकजनाको मात्रै दोकानमा कपी किताब यसो कलम किन्दा नि एउटा हेरेपछि यो हाम्रो समस्या चाहिँ मन्त्रीज्यू देखिएको छ नि यो सिँचाइको कमीको कारणले गर्दाखेरि सबै फल सकिन्छ त्यसकारणले हामी अनुरोध गर्छौँ एउटा राम्रो बाँच्ने आधार चाहिँ बनाइदिनुहुन्छ भने आज बिर्सिएछ नि त्यो सिँचाइ मन्त्री पनि लिएर यो चाहिँ हो मन्त्री चाहिँ कुनै दिन एउटा त्यो पनि प्रोग्राम गरौँ होइन यहाँको किसानले स्वतस्फूर्त आफै यतिको गर्नु भनेको त यो त साँच्चै भनौँ भने सरकारले गरेका योजनामा पनि यतिको चाहिँ प्रगति भएको छैन क्या यो चाहिँ स्वत किसानले आफै गरेको कुरो हो नि त सरकारको कुनै लगानी खासै छैन नि त केही अब अहिले आएर मन्त्रीलाई देखाउने स्थिति भइसक्यो यहाँ मन्त्रीले अनुगमन गर्ने भइसक्यो भनेपछि यहाँको यो डाँडा लाउरे टोल्की के पो भन्छ है लाउरे खास चाहिँ लाउरे टोलका किसानहरूलाई चाहिँ मान्नुपर्छ सलाम गर्नुपर्छ क्या यसले गर्दा चुलाचुलीलाई चिनाएको छ अहिले बाहिर रुङ यो लिचीको अनि गाई पुगेको छैन अरे दिदीले भिडियो हालेर यो सिजनको टाइममा त सोधेर के हेर्ने भन्दाखेरि अब साथीभाइ सबै भइसक्यो अब बोट बिरुवा हेर्नु पर्यो अलि आधुनिक ढङ्गले उत्पादन होइन नि म त भनिरहेको छु भन्ने आयो नगरेको ठाउँमा हेर्ने कि गरेको ठाउँमा गरिसकेको ठाउँमा गरेको ठाउँमा त यसलाई बचाउनु पर्यो क्या कीटनाशक औषधि सिँचाइ हेर्नु पर्यो क्या अब बजार मार्केट पनि होइन बजार मार्केट यहाँ चाहिँ रुख काँक्रा पनि रहेको छ कमलको पर कमलको बाटो आज चाहिँ यहाँ बगान हेरिहाल्यो त्यो बाटो चाहिँ धेरै अनि प्रकारले कतिसम्मको लिची गइसक्यो राम्रै छ त्यो प्याक गरेको
वर्तमान त अवस्थित लिची बगान अवलोकन गर्दै आउनुहुने पाहुनाहरूलाई मामाहरूले मामाको घरमा आदर सम्मानका साथ संस्कार गर्दै उहाँहरू पाहुनाले खाजा गर्न आउनुहुने पाहुना हुनुहुन्छ। यहाँ चाहिँ अजी मलेजु अङ्कल मिलेर मिठो खाजा बनाएर पाहुनाहरूलाई दिनुहुँदैछ। यहाँ म बसेर चाहिँ भिडियो बनाउँदै अलिअलि सहयोग पनि गर्दैछु। अब चाहिँ अर्थमन्त्रीज्यू साथै उहाँसँग आउनुहुने टिमहरू सबैले बिदा माग्दै जानुहुँदैछ। अब फर्किन लाग्नुभएको छ, अर्को डेस्टिनेसनतर्फ लाग्नुभएको छ। यहाँ बिदाई माग्नुहुँदैछ। यहाँ चाहिँ अर्थमन्त्री साथै उहाँका टिमहरूलाई सबैजना गाउँमा भन्नुभएको सबैजनाले लिची कोसेली ल्याइदिनु भएको थियो। त्यो भएर हामी लोड गर्दैछौँ। सबैजना मिलेर उहाँहरूलाई थोरै मात्रामा कोसेली हामीले दिने कोसिस गरिरहेका छौँ। उहाँहरूलाई हामीले गाडीमा लोड गरिदिँदैछौँ कोसेलीहरू लिचीहरू नै। यहाँ मामाले फेरि ल्याइदिनु हुँदैछ लिचीहरू, अझै लिचीहरू उहाँहरूलाई पठाइदिनको लागि। लिनको लागि फेरि जानुहुँदैछ मामाहरू। अब चाहिँ अर्थमन्त्रीहरू सबैहरू जानुहुँदैछ, गइसक्नुभयो। अनि अब सबैजना दमादम जानुहुँदैछ। आजलाई यति नै। डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। थ्याङ्क यू।